नमस्ते सबैजनालाई। आज म देखाउन गइरहेको छु यो ठोकुवा कल बोर्डिङको नो कसरी बन्छ। सबभन्दा पहिले यसलाई नाप्नुपर्छ, काट्नुपर्छ हैन। अनि पाता हेर्न सक्नुहुन्छ तपाईहरु कति मोटो रहेछ, बाक्लो रहेछ। अनि त्यसपछि पातालाई टक्कैलाई फेसमा काट्नुपर्छ नापेर। अनि काटिसकेपछि त्यसपछि यो पातालाई फेस मिलाउनु पर्छ। अनि काटेपछि जुन काटेको जुन फलाम हुन्छ नि पाता त्यसलाई फेस यसरी मिलाउनु पर्छ नोकको लागि चाहिँ। अनि यसरी टक 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 हिर्काएर त्यो काटेको फलामहरु सबै फाल्नु पर्छ। अनि त्यसपछि आगामा पोल्नु पर्छ, रातो बनाएर अनि निकाल्नु पर्छ। यसरी तपाईहरु हेर्न सक्नुहुन्छ। यसरी हावा दिँदै कोइलामा यसरी हावा दिनुपर्छ अनि मात्रै मज्जाले आगो बल्छ। उहाँ हेर्नु है, हालिसक्नु भएको छ उहाँले पाता, जुन अघि काटेको पाता। त्यसपछि यसरी निकाल्नु पर्छ। उहाँ हेर्नु, नोक बनिदैछ है साथीहरु। अब यसमा हालेर जुन बाङ्गो हुन्छ नि त्यसलाई सोझो पार्दै हुनुहुन्छ उहाँले। यसरी टक टक हिर्काएर अब यसलाई नाप्छन्, भयो कि भएन। त्यसपछि पानीमा हालेर टक्क दुबईको बुर्ज खलिफा हेर्न सक्नुहुन्छ तपाईहरु। ल, तपाईलाई धन्यवाद। थ्यांक यू सो मच।